दियालय चन्दन अक्षता फूल कर्म साक्षात् दीपनारायण नमः आश्रम पाद्यम जरिम अर्घिम आचमनिम पुनराचमनि सानम पृष्ठ देवी पृष्ठ अग्निपुरिखवानम वैश्वानरायण फूल लिएर हात जोडौँ शुभम भवतु कल्याणम आरोग्य सम्पदा सर्वेश्वर विनाशानम दिव्यज्योति नमो नमः दियोमा राखिदिउँ कलशको पूजा गरौँ ईशान दिग्भागे अपरम कलश स्थापित पूजनम पूर्वक पाद्यम जरिम अर्घिम आचमनिम पुनराचमनि सानम गन्धाक्षेत्रादि सम्पूज्य त्यो भन्ने ठाउँ कहाँनेरि हो भुइँ त्यहाँ पनि यसो पूजा गर्दैन भोरसी भूमि शोधनम भोरसी भन्ने ठाउँ कहाँनेरि हो पूजा गर्नु भोरसी भूमि शोधनम भोरसी भूमिरस्य विकिरस्य विश्वस्य भुवनस्य धरस्य पृथिव्यै नमः कुर्माय नमः बाराय नमः भूम्यै नमः पृथिव्यै नमः गन्धाक्षेत्रादि सम्पूज्य यिनीहरूको पनि पूजा गर्ने सबैतिर पूजा गर्ने यता ल्याउने यहाँ पूजा गर्दैन दिनु पहिला पूजा गर्ने कोदालोलाई पनि सबैले पूजा गर्ने ओम सर्वे नैवेद्य राखिदिने ओम ब्राह्मणस्य मुखमा सुन्दर धूपदीपम नैवेद्यम ल अब अन्नलाई छोड्दैन त थालीहरू ल खानु ल काली पड्काउनु माथिवाला नाताको जय माथिवाला नाताको जय माथिवाला नाताको जय सनातन हिन्दू धर्मको जय सनातन धर्मको जय सनातन धर्मको जय विश्वको कल्याण हो विश्वको कल्याण हो कहाँ पूजा गर्ने हो त्यहाँ भन्नु अहिले पूजा गर्ने बाँकी गुरुबार नरियल चाहिन्छ जाँदैन तल खन्ने अब होइन बनाएको कलशमा राखेको भन्ने विचार गर्नुभयो माताले पूजा गर्छ सकिन्छ यसो गर्यो न यो अर्को बनाउनु पर्छ अलिकति चौडा पारौँ न भनेको मतलब अरू यो होइन अलिक हटु अलिक ठुलो यता पनि राख्नु गुरुबा कहाँ राख्नुपर्ने त्यसमा त के चाहियो जानु पर्यो तिमी त मान्छे त हो रहेछ झन् चाँडै गरायो भनेको झन् ढिलो गरायो दिनु 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 छैन केटा छैन अझै अलिक चौडा गर्नुपर्छ कि चौडा अलिक गर्नुपर्छ कि पर्दैन होइन
दुईटा के कता एउटा भने नि कुशलजी यताबाट हान्नु न ए कुशल गहिरो त ठिक होला कुशल तपाईँले आज यहाँ पाँचवटा इँटा राखिन्छ आलोजी लु त्यहाँ छोड्दिनु तपाईँ कोदालाई इससे करना है अब इससे ठीक है मान्छे हेर्ने मान्छे गहिरो त भयो होला गहिरो